Hi everyone and good morning. यो चाहिँ हो हाम्रो डे 1 अफ लद्दाख राइड र हामी चाहिँ यहाँ दिल्लीदेखिको चाहिँ अब हामी जम्मूसम्म हाम्रो फर्स्ट डे 1 को राइड हुनेछ र अहिले चाहिँ तपाईको बजे अराउन्ड 3 AM र अब चाहिँ हामी अहिले राइड सुरु गर्नेछौँ। यहाँ चाहिँ एलिनाको बाइक नसक्ला कि के हो यहाँ चाहिँ मेरो र अब चाहिँ हामी जम्मूसम्म आज हाम्रो त्यही होल्ड हुनेछ। Hello everyone, good morning and welcome back to my first motor vlogging night. र अहिले चाहिँ हामीले यहाँ दिल्लीदेखिको राइड स्टार्ट गरिसक्यौँ। मसँग त छ एलिना अगाडि जाँदैछ है र मेरो हाम्रो गुगल म्याप हेर्ने जिम्मा चाहिँ एकदम एलिनाको हो। अराउन्ड यहाँदेखिको 10 किलोमिटर्स 10 किलोमिटर्स 10 आवर्सको यहाँ हामी कति सक्दो चाहिँ यो मर्निङको ट्राफिक चाहिँ अलिक सबै काटिसकेर जाउँ भन्ने खाले गरेको नि त 3 बजी जाने भनेर प्लान भइसकेको तर 4 बजी सक्यो होइन। अब हामीले चाहिँ गरेर गयो त्यस्तो दुःखहरू कि हामी चाहिँ अब बिहान 4:30 दिक्तो राइड गरेर चाहिँ अहिले 8 बजीसम्म अराउन्ड 300 किलोमिटर हामीले अहिलेसम्म चाहिँ गरिसक्यो। बाहिर बस्यो भने चाहिँ घरको भात गुन्द्रुक भात अनि मिठो मिठो यस्तो बेसी याद आउँछ। यहाँ चाहिँ हेर्नु नि अलिक मिठो लाग्यो मलाई। हामी यहाँनिर पोस्टपेड सिम निकाल्न आएको छ अनि हाम्रो हालत चाहिँ मैले सुनेन कति गरम लुगा त डल्लै भिजिरहेको छ। फाइनली म भन्छु हाम्रो चाहिँ कति 550 मा अनलिमिटेड प्लस अनलिमिटेड कल अनलिमिटेड डाटा 1 महिनाको बादमा सिनियर फ्यान दिन्छ। तपाईहरु पहिला डाटा गाउनु छ भने कृतिर मलाई माग्नु हामी दिइहाल्छु बिचारा। हामी जम्मू एन्ड कश्मीर पनि आइपुग्यो बल्ल बल्ल। यहाँ हामीले बिहान 4:30 दिनको राइड गरेको थियो भने अहिले चाहिँ 12:38 हाम्रो झन्डै 9 आवर्स राइड भइसक्यो। है जम्मू आइपुग्यो के भनेको जम्मूको मार्केट हामी एक्सप्लोर गर्दा गर्दै हामीलाई पनि एसी गरम भएर चाहिँ एसीको ठाउँमा एसी खानु यहाँनिर मिठाईहरू हेर्नु न आमा उयो हेर त उजन के मिठाई हो मिठाईहरू चाहिँ यति बेसी रहेछ कि यहाँनिर के हो देसी आम पापड समथिङ। ओ यहाँनिर पनि रहेछ ओखर। म त यता आलु पो भनिरहेको आलु सेव सुपर काजी अखरोट अरे आइटम सुपर काजी अखरोट पिकल नट हार्ट यो काजी काश्मिरी बदाम सुपर काश्मिरी। हामी चाहिँ जम्मू आइपुग्यो अनि यो राइड चाहिँ एकदम हेक्टिक थियो किनकि हामीले बिहान 4 बजीदेखि स्टार्ट गरेको थियो भने हामी बेलुका 4:30 मा आइपुगेको थियो। अनि हामीले बिचमा बेसी जस्तो पनि हामीले टाइम वेस्ट गरेन, जस्ट अलिअलि 1 घन्टाहरू जस्तो हामीले ब्रेकहरू लियौँ है। अनि
अब मेरो यो फर्स्ट डे 1 को भ्लग चाहिँ म यहीँनिर एन्ड गर्दैछु है। होप तपाईँहरूले मलाई सपोर्ट गर्नुहुन्छ है। यो मेरो फर्स्ट मैले मोटो भ्लग स्टार्ट गर्दैछु, त्यो पनि एकदम लद्दाख राइडदेखिको। तपाईँहरूले मलाई सपोर्ट गर्नु होला है। अनि सो बाई।